या सापकोटा सिस्टरले कसैलाई पनि बाँकी छाड्नु भएन है। ल हेर्नुहोस् त, बालेनले जिते कान काट्छु, देश छाड्छु, कसैले बालेनको के खान्छु भन्नेहरूलाई कल गरिसक्नु भएको छ। अब बालेन शाहले जित्यो भने 30 किलोको खसी बोका दिन्छु भन्नेलाई पनि छाड्नु भएको छैन है। हेर्नुहोस् है, उहाँ दाजुलाई कल गरेर उहाँले के भन्दै हुनुहुन्छ है, सुन्नुहोस् है त। बालेनले जित्यो भने 30,000 को खसी दिन्छु भन्ने अङ्कललाई फोन गरेछु। काट्दै गर्नुभएको हो कि काटेको हो कि एकचोटि फेरि गरौँ है त। रामकृष्ण नेपाल अङ्कल हुनुहुँदैछ। हेलो हेलो हजुर अङ्कल नमस्कार। नमस्कार हजुर अङ्कल हजुर झापाबाट हुनुहुन्छ है? हजुर म झापा तारकेश्वर। तपाईँलाई मैले एउटा कुरा हजुर तारकेश्वरबाट हुनुहुन्छ है? एउटा कुरा सोध्छु भनेर फोन गरेको, नरिसाइकिन अनि उत्तर दिनु होला है त। हजुर ल भन्नु अनि न। तपाईले अस्ति एउटा मिडियामा हो कि एउटा मतलब युट्युबरलाई कसैलाई तपाईले इन्टरभ्यू दिनुभएको थियो, बोल्नु भएको थियो, जे होस् बोल्नु भएको थियो कि बालेनले झापाबाट जित्यो भने 30,000 को खसी उपहार दिन्छु भनेर भन्नुभएको थियो हैन? बालेनले जित्नु भयो नि झापाबाट है? जित्नु भयो नि। मैले अब चाहिँ दिनको लागि रेडी बनाएर राखेको छु नि। त्यो खसी चाहिँ तपाईले कसलाई दिने, मतलब बालेनलाई दिने कि अरु रासोपाको जो आए पनि दिने? एउटा खसी त दिनुहुन्छ नि है? एउटा खसी दिन्छु नि। म बोलेको त बोलीमा पक्का हो नि। त्यसो भए के अरे खसी लिन पठाइदिए हुन्छ त? हुन्छ पठाइदिनुहोस्। पक्का कसैले नि फोन गरे छैन तपाईँले यो खसी दिनु भनेर? फोन त कतिले बालेन शाहले कतिले त्यसो भए त धेरैजना आइसक्नु भयो होला नि त। त्यसो भए त कोलाई दिनुहुन्छ त एउटा खसी? होइन आउनु होइन, फोन गर्नु भएको थियो। त्यसो भए मलाई एड्रेस पठाइदिनु, म झापामा हुने रासोपाको कसैलाई चाहिँ मैले खसी लिन पठाइदिन्छु है त। बालेनले त अब खसी लिन त आउनु हुँदैन हैन? तपाईँको चाहिँ एउटा भिडियो बनाएर खसी तपाईँले दिएको हैन? रासोपा उहाँलाई मैले जो खसी लिन आउनुहुन्छ उहाँलाई मैले भिडियो बनाउन भन्छु हैन? 30,000 को खसी चाहिँ तपाईँ उहाँ जो रासोपाको कोही व्यक्ति आउनुहुन्छ उहाँसँग भिडियो बनाएर त्यो खसी दिनु होला है त। तपाईले बोलेको कुरा पुरा गर्नु पर्यो नि। म बोलेको त उपहार स्वरूप जितेको उपलक्ष्यमा म दिन ल ल, तपाईले एकदम राम्रो कुरा गर्नुभयो। नत्र मान्छेहरू यहाँ आफ्नै मुखबाट बोलेको कुरा पनि बोलेको होइन भन्ने एकदम उखान टुक्का एकदम के केपीकै सिकेर होला हैन? छाउरा छाउरी नै हुनु हुन त।